एभ्रिवान, नमस्कार सबैजनालाई। मेरा ड्रिम युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म तपाईँहरूलाई यो क्युट बो बनाउन सिकाउँदैछु। यो बोको ट्युटोरियल चाहिँ एकदमै सजिलो छ। स्टेप बाई स्टेप सिकाएको छु, हेर्नुहोला। अब चाहिँ बुन्न सुरु गरौँ है त। हातलाई चाहिँ पहिला यसरी राख्ने र धागोलाई चाहिँ यसो गरिसकेपछि यहाँनिर दुईवटा औँलाले यसरी धागोलाई पल्टाउने र पल्टाइसकेपछि यो धागो बिचबाट यो धागोलाई यसरी तान्ने र यसरी कस्ने। कसिसकेपछि यो हो हाम्रो स्लिप नट बनाइसक्यौँ। अब चाहिँ यहाँ 40वटा चेन बनाउनु पर्छ। 1 2 3 4 5 6 7 8 9। यहाँ चाहिँ मैले 40वटा चेन बनाइसकेको छु। यो चेनमा चाहिँ हामीले बनाउनु पर्छ। यो भयो फर्स्टको चेन, यो सेकेन्ड चेन र यो थर्ड चेन। हामीले यो थर्ड चेनमा चाहिँ डबल क्रोसेट बनाउनु पर्छ। कुरुसमा यसरी धागोलाई बेर्ने र 1 2 3 तेस्रो चेनमा चाहिँ हामीले यसरी कुरुसलाई भित्र छिराएर यसरी धागोलाई निकाल्ने र निकालिसकेपछि कुरुसमा यसरी 3वटा धागो हुन्छ। फर्स्टमा यो 2वटा धागो बुन्ने, फेरि अन्तिममा 2वटा, र यो चाहिँ भयो हाम्रो डबल क्रोसेट। अब यहाँदेखि यता चाहिँ प्रत्येक चेनमा डबल क्रोसेट बनाउँदै जाने। धागोलाई यसरी माथि चढाउने, त्यसपछि यसरी चेनमा कुरुसलाई छिराएर तान्ने र 2वटा धागो बुन्ने, फेरि 2वटा धागो बुन्ने। यसरी नै चेनमा अन्तिमसम्म डबल क्रोसेट बनाउनु होला। जम्मा 38वटा डबल क्रोसेट हुन्छ। यहाँ चाहिँ पहिलो रो पुरा भइसकेको छ। पहिलो रोमा 38वटा डबल क्रोसेट बनाइसकेको छु र अब दोस्रो रो सुरु गर्ने। दोस्रो रोमा 2वटा चेन बनाउने र फर्काउने। यसरी यो स्टिचमा चाहिँ हामीले बुन्दै जानु पर्छ। अब यसरी धागोलाई माथि चढाउने, चढाइसकेपछि फर्स्टको स्टिचमा डबल क्रोसेट बनाउने, 2वटा धागो तान्ने, अनि फेरि यो यसरी नै अन्तिमसम्म बुन्नु होला। रो 2 पनि पुरा भइसकेको छ। अब रो 3
अब रो 3 बनाउने 1 2 यो दुईवटा चेन बनाइसकेर यसरी फर्काउने फर्काइसकेपछि धागोलाई माथि चढाउने फर्स्टको स्टिचमा डबल क्रोसेट बुन्ने नेक्स्ट स्टिचमा डबल क्रोसेट यसरी नै रिपिट गर्ने यो रो 3 हो अब फेरि एउटा रो जम्मा 4 वटा रो बनाउनु पर्छ रो 3 पनि बनाइसकेको छ अब रो 4 दुईवटा चेन बनाउने त्यसपछि फर्काउने फर्काइसकेपछि धागोलाई माथि चढाउने र फर्स्ट स्टिचमा डबल क्रोसेट बनाउने अनि 38 वटा डबल क्रोसेट बनाउने यसरी धागोलाई फर्काउँदै बुनेर 4 वटा रो पुरा गरिसकेको छु अब लास्टमा एउटा चेन बनाउने र अलिक लामो पुच्छर राखेर धागोलाई काटिदिने र यो कुरुसले यसरी तानेर निकाल्ने यो धागोलाई चाहिँ लुकाउँ यो यसरी यसको साइड छेउछेउलाई चाहिँ यसरी राखेर यताउता गरेर सिलाउनु पर्छ यो धागोलाई चाहिँ यसरी भित्रभित्रै सिलाएर लुकाएर काटिदिने यस्तो काट्ने यो लामोलाई चाहिँ यतिकै छोड्ने यसलाई चाहिँ यसरी अर्कोपट्टि फर्काउने अब यसलाई चाहिँ यसरी बिचमा पर्ने गरी राख्ने यस्तो गरेर र्याप गर्ने यो बोलाई चाहिँ हान्ने यसरी देख्न सक्नुहुन्छ यसलाई चाहिँ यसरी बिचमा यसरी पट्याउने यो बोको मुनिबाट यसरी यो टेललाई राख्ने र यस्तो गरेर बानिदिने हाम्रो बो चाहिँ रेडी भइसकेको छ देख्न सक्नुहुन्छ यहाँ मैले चाहिँ किचन पनि लगाइसके यस्तो भएको छ बो चाहिँ सजिलो छ ट्युटोरियल